नमस्ते कामरीमो सबैजनालाई सो ओके आज म तपाईहरुलाई एउटा मज्जाको मेस्मराइजिङ आकर्षित हैन एउटा मज्जाको तपाईलाई हिल्स देखाउँछु हैन एउटा मज्जाको बसेको हैन जुन चाहिँ त्यन चिया बगानले ढाकेको रुख पात हरियो वन जंगलले मजाले सजाएको सो ओके बी रेडी होप यु विल all love this place and the view which I'm going to show you now. Here we go. Yes, look how beautiful it is. यो प्लेस को नाम चाहिँ हो लेबोङ तपाईहरु सक्नुहुन्छ हैन आकाश अनि धरती हुन्छ नि के आकाश अनि धरती मिलन भएको जस्तो जग्गा देख्छ सो हियर त्यो पारीको त्यो डाँडा हिल स्टेसन हो नाम्ची सबैले चार धाम सामदुप्छे देख्न सक्नुहुन्छ सो हेर्नुस् भ्यू अनि त्यो पारी बादलले ढाकिएको सेतो बादलले ढाकिएको त्यो त्यन हो माउन्ट एभरेस्ट त हैन कञ्चनजंघा हो त्यो त्यन आज त्यति क्लियर छैन सो त्यसैले गर्दा तपाईहरुले देख्न सक्नु भएको छैन कुनै दिन म आई विल अगेन हैन म खिचेर तपाईहरुलाई देखाउन चाहन्छु देखाउँछु सो ओके वन्स अगेन आई विल म तपाईहरुलाई देखाउँछु यो प्लेसलाई लेबोङ भन्छ यो प्लेसलाई आई अलरेडी टोल्ड यु इट्स लुकिङ सो ब्युटिफुल जिनिस एकदमै सुन्दर देखिरहेको छ ओके हैन रुख पात हरियो जंगल हैन चिया बगानले ढाकिएको अनि देख्नुहुन्छ माथि आकाश एकदमै क्लियर सो होप यु अल इन्जॉय सो पिपल हैन जुन चाहिँ मैले तपाईहरुलाई अहिले मैले भ्यू देखाए होप तपाईहरुले मन पर्नु भयो भनेर सो नाउ अल्सो तपाईहरुले देख्न सक्नुहुन्छ भ्यू हैन त्यो प्लेस लेबोङ इट्स लुकिङ सो ब्युटिफुल एन्ड अलवेज एन्ड द क्लाउड द व्हाइट क्लाउड हैन रुखपात चिया बगानले ढाकेको प्लेस होप तपाईहरुले मन पर्नु भयो यो भ्यू जुन चाहिँ मैले देखाए हैन सो आउने दिनमा आई विल शो यु म जहाँ जान्छु हैन म तपाईहरुलाई भिडियो बनाएर यसरी म एक्सप्लोर गरेर देखाउन चाहन्छु सो होप यु विल इन्जॉय सो ओके स्टे ट्युन क्याच यु लेटर हैव अ गुड डे बाइ बाइ